त्यसै गरी अब आउँछ पालो HP को भिक्टसको यो पनि खासमा गेमिङ ल्यापटप मध्ये एउटा ल्यापटप हो हैन अब HP को भिक्टस तपाईको कतिजनाले HP र Dell खोज्दा आउँछ गेमिङमा हैन त्यो हजुरलाई म HP कै देखाइदिन्छु HP को भिक्टस HP को भिक्टसमा पनि तपाईको 3-4 टा भेरिएन्ट आउँछ यो सबै ल्यापटपहरु गेमिङ ल्यापटप हो मैले फेरि पनि भनिहाले गेमिङ भने गेम खेल्न बना भने गेमिङ भनेको हाई लेभलको भिडियो एडिटिङ हाई लेभलको आईटी कामहरु गर्नलाई प्लस सिभिल पढ्दै हुनुहुन्छ अथवा आर्किटेक्चर पढ्दै हुनुहुन्छ भने सबभन्दा बेसी महँगो चाहिने भनेको आर्किटेक्चर र इन्टेरियर डिजाइनलाई हो के तिनीहरु अलिकति हाई लेभलकै चाहिन्छ तपाईको कस्तो भनेपछि अब जस्तो कि एकदम प्रोफेसनल टाइपको स्केचअप चलाउनु पर्छ हैन रेन्डरिङहरु गर्नु पर्छ तपाईहरु सिभिल पढ्दै हुन्छ भने 1,20,000 सम्मको ल्यापटप किन्दा पनि हुन्छ 1,00,000 सम्म किन्दा पनि हुन्छ तर इन्टेरियर डिजाइन पढ्दै हुनुहुन्छ तपाईं आर्किटेक्चर पढ्दै हुनुहुन्छ भने मिनिमम तपाईलाई 1.5 लाख किन्नै पर्छ माथि 2 लाख 2.5 लाख 3 लाख 4 लाख जति किने पनि हो अब आउँछ HP को भिक्टस यसमा पनि हजुरलाई एउटा लुक्स देखाएर म तपाईलाई 3-4 टाको स्पेक भन्छु है त राम्रोसँग सुन्नु होला HP को भिक्टसमा i5 को 13 जेन 8512 RTX को 3050 ग्राफिक्समा मार्केटमा भन्छ तपाईलाई 1,01,000 तर म्याक्सले कतिमा दियो जम्मा 98,000 मा HP को भिक्टसमा i5 को 13 जेनेरेसनमा 8GB RAM 512 3050 मार्केट प्राइस 1,01,000 तर म्याक्सले कतिमा दियो 98,000 मा यसमा Ryzen 7 मा 3050 16512 मार्केट प्राइस 1,15,000 म्याक्सले कतिमा दियो 1,13,000 मा यसमा Ryzen 7 मा 4050 16512 मार्केट प्राइस 1,19,000 म्याक्सले दियो 1,16,000 मा मैले अघि पनि भने फेरि पनि भन्दैछु यो ल्यापटप भनेको तपाईको मेडिकल पढ्नलाई हैन यो ल्यापटप भनेको बीबीए पढ्नलाई हैन यो ल्यापटप भनेको होम युजको लागि हैन यो ल्यापटप भनेको गेमिङको लागि यो ल्यापटप भनेको भिडियो एडिटिङको लागि यो ल्यापटप भनेको आईटी को हाई लेभलको काम गर्नलाई यो ल्यापटप भनेको सिभिलको लागि यो ल्यापटप भनेको AutoCAD GIS हरुको लागि एकदम जियोमेट्रिक स्टुडेन्टहरुको लागि हो खासमा तर कम्प्युटर साइन्स पढ्दै हुनुहुन्छ भने बाआमालाई धेरै दुःख दिनु पर्दैन तपाईले 65 देखि 70 सम्म ल्यापटप किन्दाखेरि पनि काम चाहिँ चल्छ नचल्ने हैन तर पनि अलिकति बजेट छ अलिकति राम्रै किन्न मन छ भने किन्दा भइगयो